भनिदिनुहोस्। नमस्कार। आज जुन यो हाम्रो अनाथ आश्रममा अमेरिका निवासी मिया बहिनीले पनि यो आश्रमलाई जुत्ता अनि झोला कम्मल मिठाईहरू दिएर आजको एक थाक खाना पनि खुवाएर जुन सहयोग गर्नुभएको छ उहाँलाई मैले यो आश्रमको तर्फबाट र मेरो तर्फबाट व्यक्तिगत तर्फबाट उहाँलाई मुरी धन्यवाद दिन चाहन्छु। यो सहयोगले उहाँलाई कहिले पनि दुःख नपरोस्, उहाँको आत्मा शान्ति होस् र उहाँलाई भगवानले कहिले पनि दुःख नपारोस् र अहिले बढ्दै गरेको नयाँ कोरोनाले कहिल्यै उहाँलाई छुन नसकोस्। उहाँ सधैँ निरोगी हुनुहोस्, फेरि पनि सहयोग गर्न उहाँलाई इच्छा जागोस् भनेर म भगवानसँग प्रार्थना गर्दछु र मिया बहिनीलाई मुरी धन्यवाद दिन चाहन्छु। र नेपालमै आएर पनि हाम्रो आश्रममा उहाँलाई चाहिँ निमन्त्रणा गर्न चाहन्छु है। मैले मिया बहिनी एकपटक अवश्य पनि नेपाल आउनु होला।